T20 वर्ल्ड कप सुरु भइसकेको छ। यो वर्ल्ड कपलाई मोबाइलमा कसरी हेर्ने म तपाईँलाई देखाउने छु, हेर्नुहोस् है। पहिला तपाईँ प्लेयर्समा जानुहोस्। प्लेयर्समा गएर तपाईँले अब यहाँ टाइप गर्नुहोस् सर्चमा STYX नेपाल आइरहेछ। हेर्नुहोस् यहाँ आइसकेको छ, नेपाल आइसकेको छ, स्ट्याक नेपाल। हेर्नुहोस् यहाँ हेर्नुहोस् यहाँ स्ट्याक नेपाल आइसकेको छ। हेर्नुहोस् यो स्ट्याक नेपालमा गएर तपाईँको एप इन्स्टल गर्ने। यो एप इन्स्टल गरेपछि तपाईँको मोबाइलमा यो इन्स्टल हुन्छ। इसेवाबाट तपाईँले रजिस्टर गर्नुपर्छ। रजिस्टर गरेपछि तपाईँको मोबाइलमा यो एप इन्स्टल हुन्छ। त्यसपछि इन्स्टल भएपछि यस्तो आउँछ हैन, यस्तो आउँछ। यसमा आएर तपाईँले स्ट्याक नेपालमा तपाईँले खोल्ने। स्ट्याक नेपाल खोल्यो हेर। स्ट्याक नेपालमा तपाईँले अनि तपाईँले विभिन्न तपाईँको खेलकुदहरू हेर्न सकिन्छ। हेर्नुहोस् यो नेपाल T20 वर्ल्ड कपको फाइनल पनि यसैमा हेर्न सकिन्छ। थाहा पाउनुभयो है। हेर्नुहोस् है यस्तो यहाँ तपाईँले इसेवाबाट तपाईँ सब्सक्राइब गर्नुभयो भने यसमा हेर्न सक्नुहुन्छ सजिलै। हेर्नुहोस् सबै गेमहरू हेर्न सक्नुहुन्छ। सबैले हेर्न सक्नुहुन्छ। अहिले जे ट्रफी पनि आइरहेको छ त्यो पनि हेर्न सक्नुहुन्छ है। यसरी स्ट्याक नेपालमा तपाईँले T20 वर्ल्ड कप क्रिकेट पुरा हेर्न सक्नुहुन्छ।